हरियो शान्त पोखरी। त्यहीँ बस्थ्यो एक भ्याकुतो, नाम थियो फुरफुरे। फुरफुरे उफ्रिनमा मास्टर थियो। दिनभर उफ्रिन्थ्यो र भन्थ्यो, म उफ्रिन्छु त्यसैले म महान छु। एक दिन उसले घोषणा गर्यो, साथीहरू, आज म पोखरी नागेर ठूलो संसार जित्न जाँदैछु। सबै भ्याकुताहरू दङ्ग, कसैले ताली बजाए, कसैले भिडियो खिच्न थाले। फुरफुरेले आँखा चिम्ल्यो, पुरै शक्ति लगायो, धप्प पोखरीमै। ऊ हाँस्यो, यो त ट्रायल मात्र हो। फेरि उफ्रियो, धप्प फेरि पोखरीमै। तेस्रो पटक उफ्रिँदा त पोखरी नै हाँस्न थाल्यो। अरे बाबु, जति उफ्रिए पनि मलाई छोड्नेवाला छैनस्। छेउबाट बुढो कछुवा बोल्यो, शान्त स्वरमा, भ्याकुतो भाइ, उचाइ मात्र ठूलो कुरा होइन। दिशा र उद्देश्य नहुँदा मेहनत पनि घुमी घुमी उही ठाउँ फर्किन्छ। फुरफुरे अक्क न बक्क, निधार समात्दै भन्यो, ओहो, म त उफ्रिनमै मग्न रहेछु, बाहिर जाने बाटो चाहिँ हेरेनछु। त्यो दिनदेखि फुरफुरेले उफ्रिन छोडेन, तर अब उफ्रिनु अघि सोच्न थाल्यो। त्यसैले धेरै मेहनत र क्षमता हुँदाहुँदै पनि यदि सही दिशा र उद्देश्य नहुँदा सफलता हात लाग्दैन। केवल काम गर्नु मात्र होइन, सोचेर काम गर्नु नै वास्तविक बुद्धिमानी हो।